त्यहाँ नजानु ल चितुवाहरू आउँछ बादमा गएर हेरेको त पुरा घरै गर्छ त्यहाँ त्यता त यता पर्छ नि किन पुरै जङ्गलै जङ्गल बाँदर त लाग्दो होला है एभोकाडो पनि खाने होला बाँदरले बाँदर खान्छ नि खान्छ बाँदर लोथर्केहरूले क्या अब चाहिँ यहाँ एकदम हामी जङ्गल हुँदै माथिदेखि उपस्थित यहाँसम्म आएका छौँ अब हामी बाटो लाग्नेछौँ है ल सुपारी त होइन तर सुपारी जस्तै देख्दो रहेछ है फेद त गजबको छ टोको भन्छ हाम्रो त्यहाँ टोको टोको भनी अरुणाचलतिर टोको भन्छ अरुणाचलमा होइन आसामको आसाम हजुर उतापट्टि पनि टन्नै रहेछ नि है अब यो खरिद हुन्छ ऊ यतातिर त भइ पनि सक्छ सबै झकमक्कै यही बेला भएछ सेक्युरिटी चाहिँ बस्नै पर्छ नत्र भने त घाटा लगाइहाल्छ त है हामी अब चर्च जाँदा पालै पिलो गर्छौँ नि बस्नै पर्यो एकजना दुईजनाको घरमा अन्त चितुवाहरू त छैन नि आउँछ चितुवा लाग्छ कि म पहिला आउँदाखेरि अब स्कुलको पछाडि चर्चको पछाडि तल नानीहरू छ कि स्कुलको लाग्छ नि जनावर त सबै नै लाग्छ बँदेल मात्रै अहिले चाहिँ लाग्यो पऱ्यो किराहरूको पिछेको दाना उड्ने अनि फेरि मलहरू लगाइबस्नु पऱ्यो त्यो गोडगाड एकदम सफा राख्नु पऱ्यो स्याहार गर्नुपर्छ नि स्याहार गरेन भने त किराले केले खाएर सबै बोटै मरिजान्छ नि त स्याहार पनि निकै गर्नै पर्छ नि औषधि त लाउनु पर्छ है दबाई पानी गरिबस्नै पर्यो नि अरे लट्टा त भलेको थियो यसपाल फेरि बर्सात पनि धेरै भयो अब ऊ त्यसरी त्यो बोट उयो भएको अहिले सबै टुप्पा यसरी ओह्रालो आएर क्या ऊ त्यो अन्त हौसलाई तोक मेरो इच्छामा आफ्नै इच्छा गर्दैन कि गर्छ कि गर्दैन होला सो अब हामी चाहिँ लाग्यौँ है बिदा मागेर पनि हामी लागिसक्यौँ तपाईँहरूले भिडियो हेरेर मनोरञ्जन दिनुहोला अब बाटो यस्तो छ है एकदम बाटो सफा छ राम्रो छ सुन्दर छ है तपाईँहरू देख्न सक्नुहुन्छ यहाँबाट सुन्तला यसरी फलिएको छ मासतिर पनि यसरी सुन्तला माइलै छ सुन्तला छ मिरिक बजारतिर जाँदैछौँ हाम्रो दुईजना भाइहरू हुनुहुन्छ अनि म तिनजना यहाँ गाडी आइसकेको छ अब हामी जानेछौँ गाडीबाट सुन्तला हामी देख्न सक्छौँ र हामी लाग्दैछौँ अब चाहिँ लगभग हामी बजारसम्म जानेछौँ गाडी आइसकेको छ हजुरहरू है भिडियो हेरिदिनु होला अबको भिडियोहरू चाहिँ यहीँसम्म हुनेछ फेरि नेक्स्ट टाइम तपाईँहरूसँग भेट गर्ने नै छौँ है त धन्यवाद यहाँहरू सम्पूर्णमा सङ्गीत युट्युब च्यानल सङ्गीत राई युट्युब च्यानल हेर्नुहोला लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला धन्यवाद छ अब चाहिँ यहाँ हामीले गाडी पर्खिन्छौँ एकैछिन सट्टसँग मिलेको छ त हामी चाहिँ गाडी पर्खिँदैछौँ यहाँनिर दाइ आउँदै हुनुहुन्छ एकछिन पछि चाहिँ अब चाहिँ पर्खिन्छौँ वेट गर्छौँ गाडी पनि आइहाल्यो अब चाहिँ हामी
बसिहाल्नेछौँ यहाँ ल त अङ्कल हस् हुन्छ भाइ तिमी एकछिन यो यहाँ बिचमा आऊ ल ए हुन्छ दादालाई हस् हामी चाहिँ ए हस् हस् हामी पस्दा त मिल्छ है अङ्कल पस्दा त मिल्छ है ल हामी पस्यौँ अब चाहिँ जान्छौँ बाटो यस्तो छ है हजुर बाटो